ल हाम्रो टोलीहरू लागिरहेछन् माथितिर उकालो अनि कस्तो भइरहेछ भाइ उकालो चढ्दाखेरि रमाइलो भइरहेछ नि चाहिँ डाँडा काँडा यस्तो छ माटुने है के छ के भन्नुपर्ने छ भने भनौँ यसो मिलाएर सबै ठिकठाक छ अहिले हामी धेरै माथि आइसकेको अवस्था छ जस मजा पनि आइरहेछ अलिअलि चिसो पनि लागिरहेछ तर त्यो चिसो खासै हामीलाई फरक परेन यहाँको ग्रिनेरीले गर्दाखेरि इन्भाइरोमेन्टले गर्दाखेरि हामी एकदम चिल छौँ अहिलेको लागि अब बाँकी कुरा एकछिन अलि अगाडि गएर भन्छु म ल हस् थ्याङ्क यू अहिले चाहिँ हामी अब अलि माथि आइसकेको अवस्था छ अब अलि माथि चाहिँ एउटा ड्याम छ तपाईँहरूलाई हामी ड्याम देखाउनु गइरहेछौँ तपाईँहरू हामीलाई हेरिराख्नु होला कतै नजानु जस्ट वेट एन्ड वाच तपाईँहरूलाई हामी एउटा ड्याम देखाउँदैछौँ एकदम दामी जस्ट फलो मी गाइज ल ओके छ माथि डाँडा देखाउनु पुरै डाँडा नकाट्नु न डाँडा कहाँ काट्नु युट्युबमा हेर्नुपर्छ यो ब्लु लेक चाहिँ पुग्नै लागेको छ पुरै यही माथि हो त्यसको तल चाहिँ अलिक पुरै लेक छ ल म देखाउनु ल साथीहरू तपाईँहरूलाई अब ड्याम देखाउनुभन्दा अगाडि चाहिँ हामी एउटा यस्तो दामी ठाउँ देखाउनु गइरहेको छौँ जस्ट यहाँबाट मेरो राइट साइडमा तपाईँहरूले हेर्नुहुन्छ भने एकदम मुनि यहाँबाट मजाको एउटा लेक अनि त्यहाँबाट तपाईँले सिधै यहाँबाट खाल्टो देख्न सक्नुहुन्छ क्यामराम्यान के को लागि यो पखाउन ल साथीहरू तपाईँहरूलाई हामीले ड्याम देखाउनुभन्दा अगाडि धेरै कुराहरू इन्ट्रेस्टिङ कुराहरू हामीले भेटिरहेको छ हामी सबै एउटै मिस नगरेर तपाईँहरूलाई हामी देखाउनु गइरहेका छौँ अब तपाईँहरू यहाँ हेर्नु सक्नुहुन्छ वुक अब यो केसको लागि हो भन्नुहुन्छ होला तपाईँहरूले बुझिसक्नु भएको छ यो चाहिँ खास रक क्लाइम्बिङ पनि गर्दो रहेछ यहाँ मान्छेहरूले विथ रोप विदाउट रोप यहाँ सबै हुँदो रहेछ रक क्लाइम्बिङ यो मजाले देख्न सक्नुहुन्छ अहिले चाहिँ यहाँ बन्द रहेछ यो तर जोस् यहाँ पनि मजाको तपाईँहरूलाई यदि रक क्लाइम्बिङमा इन्ट्रेस्ट छ केही छ भने तपाईँहरू यो ठाउँमा एकदम आउनु सक्नुहुन्छ एकदम सुइटेबल पनि छ यो ठाउँ ल हस् थ्याङ्क यू अहिलेको लागि ल साथीहरू अब हाम्रो एकजना होनहार व्यक्ति फ्रम रुकुम उपेन्द्र केसी रक क्लाइम्बिङको अलिकति तपाईँहरूलाई स्याम्पल देखाउँदै हुनुहुन्छ कसरी चढ्ने भनेर यस्तै चढ्ने यस्तो गरेर चढ्ने कसरी चढ्ने भनेर उहाँले सिकाउँदै हुनुहुन्छ अब हेर्नु यस्तोमा पनि उहाँ मजाले चढेको अवस्था छ उहाँले अहिलेसम्म जस एउटा माउन्टेन चढ्नु भएको छ त्यसको डेमो चाहिँ अब हामीलाई अलिअलि यहाँ देखाउँदै हुनुहुन्छ कसरी जाने कि भनेर ल ल ल छिटो तपाईँ कोसिस गर्नु न हो एकदम सही तरिकाले गइराख्नु भएको छ हेर्नुहोस् उहाँको हात हेर्नुहोस् कसरी समात्नुमा चाहिँ ग्रिप हेर्नुहोस् खुट्टा हेर्नुहोस् यो चाहिँ हो स्टाइल ल हेर्नुहोस् उहाँ पुगिसक्नु भएको छ त्योभन्दा मात्रै माथि चढाउनु हुन्थ्यो तर अब हामी अलि समयको कारण अलि ल एकचोटि यता हेरेर हाई गरिदिनुहोस् हाम्रो गाइजहरूलाई ल हेर्नुहोस् ल हेर्नुहोस् उहाँ कहाँ पुगिसक्नु भएको छ धेरै माथि पुगिसकेको अवस्था छ अहिले त यहाँ तल फेदबाट उहाँ पुगिसक्नु भयो उहाँ ल अब कृपया तपाईँ झरिदिनुहोस् होला धेरै माथि नजानुहोस् हाम्रो समयको पाबन्दी अलि त्यही त अब झर्ने स्टाइल पनि अलि मिलाएर झर्नुहोस् अलि टेढो टेढो यहाँ भिडियो बनिरहेको छ यहाँ त यो जनावरको नाम चाहिँ के रहेछ खै यार
मुसा जस्तो तर धेरै ठुलो जङ्गली मुसा जङ्गली मुसा पनि हेर्छ उनीहरू कसरी हेर्दैछ दुईवटा रहेछ कहाँ तिनवटा अर्को पनि रहेछ अर्को पनि रहेछ। त्यसले चाहिँ अब त्यहाँ अब ओ ठुलो पो रहेछ बटा त यिनीहरू त सल्लाह गर्छन् बटा ल तिनटैले किस गर्न लाग्यो अँ छ्या भीगे होठ तेरे आयो बटा आयो मोटो रहेछ नि यहाँ चाहिँ यस्तो यस्तो पनि पाउने रहेछ पाउने रहेछ यार हुँदा ब्लू लाइट कोलोराडो